नमस्कार, म फणीन्द्र सुवेदीको पुरा 2036 साल पछिको 36 सालदेखि 38 सालसम्म नुवाकोटको सार्वजनिक निर्माण शाखा नुवाकोटमा काम गर्दा त्यहाँ धेरै साथीहरू हुनुहुन्थ्यो। त्यस्ताका ती साथीहरूसँग हामी धेरै रमाइलोसँग उठबस गऱ्यौँ, हाँसखेल गऱ्यौँ, काम गऱ्यौँ। तर समय बदलिँदै गयो, समयले पोल्टो फेर्दै गयो। साथीहरू कोही कहाँ पुग्नुभयो, कोही कहाँ पुग्नुभयो। 38 सालपछि छुट्दै जानुभयो र ती साथीहरूको प्राय एकअर्कामा सबैजनासँग भेट, एकअर्कामा कहिलेकाहीँ भए तापनि सबैजना एकै ठाउँमा कहिले पनि भेट भएको थिएन र यो भेट गरौँ भन्ने मलाई पनि लाग्यो र केही साथीहरूलाई पनि लाग्यो र आज हामीले भेट गर्ने निधो गरेका थियौँ जावलाखेलको फुटबल ग्राउन्डमा भेट हुने निधो गऱ्यौँ र साथीहरूलाई सबैलाई खबर गर्दा 7जना साथीहरू 8जना साथीहरू उपस्थित हुनुभयो र 42-43 वर्षपछि भेट्दाखेरि सबै साथीहरू एकदम बुढो जस्तो, कसैको कपाल फुलेको, कसैको दाँत झरेर नयाँ दाँत हालेको, कसैको कपाल सबै धेरै झरेको, अलि बुढो जस्तो। त्यस्तो अवस्थामा एकअर्कामा हामी हेऱ्यौँ, भेट्यौँ, अङ्कमाल गऱ्यौँ र कुराकानी गऱ्यौँ। आज को हुनुहुन्थ्यो त भनेर उहाँहरूको परिचय पनि लिइहालौँ। हेरौँ है को हुनुहुन्थ्यो। नमस्ते, म राजन केसी। नमस्ते, म जीवन ब्यान्जु। नमस्ते, म उत्तम बहादुर केसी थापाखेल। नमस्ते, म भरत श्रेष्ठ फ्रम धुलीखेल। नमस्ते, म प्रकाश जङ शाह नुवाकोट। म नारायण खरेल काभ्रे। नारायण खरेल काभ्रे। नमस्ते, म ज्योति प्रकाश शङ्खमोल काठमाडौँ। र यो भेटघाटको सबै कुराकानीहरू हामीले क्यामेरामा कैद गर्न सकेनौँ, किनभने अत्यन्तै कतिपय कुराहरू क्यामेरामा कैद गर्न सान्दर्भिक थिएनन्। हामीले त्यस बेला गरेका रमाइला कुराहरू, साथीभाइका रमाइला घटनाहरू र केही साथीहरूका सम्झनाहरू गरेर हामीले करिब 2 घन्टा 2.5 घन्टा बिताएका थियौँ। म भरत श्रेष्ठ। होइन त, तपाईँको पनि अनुहार कस्तो चेन्ज भयो? पहिलाको त्यो कर्कल अनुहार थियो होइन, अहिले त बुढेसकाल लाग्यो नि त। अनि कति भयो त्यहाँ गएको? अस्ट्रेलिया जानुभएको कति भयो? नमस्ते, ल तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना। धेरै खुसी तपाईँसँग भेट भयो होइन? 40-45 वर्ष भयो नि भेटघाट नभएको त होइन? ल उत्तम केसी। ओके, ल ओके, भेटौँला नि है। ल कहाँ हेलो किशोरजी, के छ? नमस्ते, ज्योति श्रेष्ठ।
यो भेटघाटको क्रममा मित्र प्रकाश जङ शाह के भन्दै हुनुहुन्छ सुनौ है। आज हामी साथीभाइहरू 2038-40 सालसम्म नुवाकोटमा बसेर सँगै काम गरेका साथीभाइहरू भेला भएका छौँ। यो भेला चाहिँ हाम्रो जावला खेलको फुटबल ग्राउन्डको छेउको चौतारामा भेला भएका छौँ। हामी 38-40 सालमा सँगै बसेर काम गर्दाखेरि धेरै रमाइलो साथ बसेको, एकले अर्कालाई सहयोग गरिएको हुनाले हामीलाई त्यो सम्झना आइरहेको थियो। कसले यो जम्मा गरेर एकचोटि गफसफ गरेर बस्न पाइन्छ भनेको फणिन्द्र सरले जम्मा गराइदिनु भयो। त्यसको लागि फणिन्द्र सरलाई धेरै धेरै बधाई छ, शुभकामना छ भन्ने कि बधाई भन्ने त्यसो धन्यवाद छ। सरी यो नआइरहेन, धन्यवाद छ। निरन्तरता दिनुहुन्छ भने यसलाई निरन्तरता दिनुहुन्छ भने आशा गरेको छ। ल अझै साथीभाइ अझै 2-4 घन्टा बसौँ, कति गएर 1 घन्टा नि भएको छैन जस्तो लाग्छ। त्यस्तै मौका पर्यो भने यसो पिकनिक अर्गनाइज गरे हुन्थ्यो। एउटा मौका पर्यो भने पिकनिक पनि अर्गनाइज गरौँ न। यस बिचमा हामी सँगै काम गरेका तारा गुरुङ, रामबाबु उप्रेती जस्ता साथीहरूको स्वर्गीय भइसकेका हुनाले हामी भेला भएका साथीहरू सबैको तर्फबाट उहाँलाई चाहिँ स्वर्गवास होस्, हार्दिक श्रद्धाञ्जली भन्दछु। विशेष कुराकानी केही नभए तापनि 42-43 वर्षपछिको भेटघाटको सम्झना स्वरूप यो सानो भिडियो बनाएको। पुनः पछि पनि हामी सँगै यसरी नै